नमस्ते सबैजनालाई। परीक्षा नियन्त्रण कार्यालय सानोठुङ्गे भक्तपुरले चाहिँ एसई 2081 को नतिजा चाहिँ यही साता प्रकाशन गर्ने निर्णय गरेको छ। जस अनुसार चाहिँ तपाईहरुले नतिजा प्रकाशन भइसकेपछि निम्न कोडहरु प्रयोग गरेर एसएमएस कोडहरु प्रयोग गरेर तथा वेबसाइट मार्फत आफ्नो रिजल्ट हेर्न सक्नुहुनेछ। नेपाल टेलिकमले पनि सहकार्य गरेको छ परीक्षा नियन्त्रण कार्यालयसँग, जसमा चाहिँ नेपाल टेलिकमबाट नतिजा पाउन चाहिँ मेसेज बक्समा गएर आफ्नो सिमल नम्बर टाइप गरेर 16,000 मा मेसेज पठाएर आफ्नो नतिजा थाहा पाउन सक्नुहुन्छ। त्यस्तै अन्य संस्थाहरूले पनि सहकार्य गरेका छन्, जसमा चाहिँ मेसेज बक्समा गएर आफ्नो सिमल नम्बर टाइप गरी दिएको कोड नम्बरमा मेसेज पठाउन सक्नुहुनेछ। त्यस्तै तपाईहरुले वेबसाइट मार्फत पनि आफ्नो रिजल्ट हेर्न सक्नुहुन्छ, जहाँ चाहिँ तपाईको मार्कसिट शुद्ध डिस्प्ले हुनेछ। त्यसको लागि चाहिँ दिएको वेबसाइटहरु प्रयोग गर्न सक्नुहुनेछ। आफ्नो वेब ब्राउजरमा गएर www.see.gov.np मा गएर हेर्न सक्नुहुन्छ। त्यस्तै www.neb.gov.np, टेलिकमको www.se.ntc.net.np मा गएर हेर्न सक्नुहुन्छ। कान्तिपुरबाट पनि हेर्न सक्नुहुन्छ। अन्य सम्पूर्ण यो तल दिएको वेबसाइट मार्फत हेर्न सक्नुहुनेछ। धन्यवाद।